सबैजनालाई नमस्कार। आज हामी एकजना आदरणीय दाइको निमन्त्रणा स्वीकार गर्दै रङ्गेली स्थित सञ्चरे माई मन्दिरमा आएछौँ। आज शनिबार भएर होला, यहाँ एकदम भिड रहेछ। यस मन्दिरको कुरा गर्ने हो भने यस मन्दिर मोरङ जिल्लाको उत्तरी भेगमा बग्ने चिसाङ नदीको किनारमा अवस्थित रहेको छ। यस मन्दिर एक विशाल रुखको फेदमा अवस्थित रहेको छ, जसलाई स्थानीय भाषामा काब्रो भनिन्छ। सुन्दर हरियाली र पिपलको रुखहरूले यहाँ शान्त र आनन्दको अनुभूति दिने रहेछ। यहाँ आफ्नो मनोकामना पूरा गर्न भक्तहरूले देवीलाई भाले, हाँस र बोकाको बलि दिने र देवीले आफ्नो भक्तहरूको मनोकामना पूरा गर्ने मान्यता रहेको रहेछ। आदरणीय दाइले पनि आफ्नो मनोकामना पूरा होस् भनी बोकाको बलि दिनुभएको र हामीलाई प्रसाद ग्रहणको लागि निमन्त्रणा दिनुभएकोमा धन्यवाद भन्दै हामी प्रसाद ग्रहण गरी घर फर्क्यौँ।